এখানে জুতো রাখবেন না भन्दैछ है। हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। यहाँ म बाहिर घरमै बसिरहेको छु अहिले। अन्त यहाँ हेर्नु यस्तो डरलाग्दो गरम छ नि, नभन्नु। टेम्परेचर त हाई लेभलमा पुगिसक्यो हो। अन्त यहाँ खिड्कीमा बसेर चाहिँ म यहाँ हावाको खाँदै बसिरहेको छु। तातो पुरा गरम छ। अन्त आज चाहिँ हामी प्लान भएको छ साथीहरूसँग चाहिँ कि इस्कन मन्दिर जाने, अन्त त्यसै भगवानको मन्दिरमा जाने, इस्कन मन्दिर। अहिले म रेडी पनि भइसक्यो। अहिले म खाना खाँदैछु हो। अन्त खाना खाइसकेर अब चाहिँ जाने। साथीलाई कल लगाएको हो, रेडी हुँदैछ अरे हो। अब हामी यस्तै 3:30मा चाहिँ निक्लिने घरबाट हो। अब खान त मन परेको छैन, यस्तो गरमले गर्दाखेरि क्या। सिर्फ चिसो चिसो कोल्ड ड्रिङ्कहरू मात्रै खानु मन पर्दैछ। अब खाना त खानै पर्छ नि, त्यसले गर्दा खाएको मात्रै। बाहिर यस्तो डरलाग्दो लागेको छ। घाम लाग्दैछ कि 4-5वटा घाम एकैसँग लागेको, यस्तै डरलाग्दो गरम, टन्टलापुर घाम हो। बाफ्रे, साँच्चै होला यसपालिको त फ्यानको हावाले पनि केही भएको छैन अहिले। अब म खाना पनि खाइसकेँ हो। अब साथीले कल गरेर निस्कि भन्छ, त्यहाँदेखि चाहिँ निस्किन्छु। साथी पनि कल आयो अहिले। यहाँ म साथीहरूलाई पनि भेटिसकेँ हो। मेरो साथीहरू चाहिँ यहाँ चाहिँ फोनमा बिजी छ। हामी चाहिँ यहाँ अटो पर्खिँदैछु हो, रिजर्भमा जानु लागि। अन्त टाइम लाग्छ अरे हो, एकछिन पर्खिँदैछु। बल्ल दाम मिलेर चाहिँ हामीले ठाउँबाट अटो पाएँ। अब भन, अब सक्नु तिमी भ्लगमा आउँछु भनेर छिटो भन। उसको नाम हो भौडा। गरम छ। अस्ति म सेवा गएको कस्तो गरम छ। तर मैले यस्तो भिडियो गरेँ भनेन केही पनि। भगवान्सँग फोटो खिचिदिँदैन रहेछ। हामी आइपुगेँ। अब हाम्रो एन्ट्री हुँदैछ यहाँबाट चाहिँ। यहाँ एन्ट्री प्रवेश पथ। हामी त्यही सिसी क्यामेराको पनि रहेछ हो। यहाँ चाहिँ आफ्नो चप्पल जुत्ताहरू चाहिँ राख्नुपर्छ भनेर चाहिँ यहाँ टिकट काट्नुपर्ने छ। यहाँ टिकट काट्नुपर्छ, जुत्ता राख्नुपर्छ होइन, झोला दिन्छ टिकट। आमामा, यहाँ त रोटी पोले पनि हुने रहेछ। यहाँ चाहिँ हाम्रो गयो भरे। यहाँ हात धुने, आऊ हात धुनु। वाउ, कस्तो दामी देखेको यहाँबाट त। आमामा, भुइँ त पुरा रन्केको रहेछ। अब चाहिँ हामी चाहिँ भित्र चाहिँ त्यहाँ चाहिँ अब रिल्स बनाउनु एलाउ छैन हो। अन्त यो हेर्नुहोस्, तपाईँहरूलाई देखाउँदैछु। हेर्नु कस्तो दामी छ। हेर्नु, सेकेन्ड वृन्दावन भन्छ हो। कस्तो दामी छ, हेर्नुहोस् न। यति मजाको छ। कस्तो खुसी लाग्दैछ मन्दिरमा आएर। एकदम महाप्रसाद हो। मन्दिर पनि हामी गएर आयो हो। अन्त अहिले चाहिँ हामी यहाँ भगवानको मन्दिर। अन्त अहिले चाहिँ हामी स्वर्ग नरकको हेर्नु आएको है। अन्त त्यहाँदेखि यहाँ चाहिँ बसिरहेको छु। हामी माथिपट्टि छु, यहाँ टपमा छु अहिले। हेर्नुहोस् मन्दिरको नजारा, हेर्नुहोस् कस्तो दामी छ हो। अहिले हामी टिकट काटेर बसेको छु हो। अन्त अब जाने हेर्ने छ हो। उसको पनि च्यानल छ, म साथीले भ्लग बनाउँदा सकुन राई, उसको च्यानलको नाम
नाम हो ए सकुन्डा अरे के अरे होइन इन्डियन ममबाट उसको च्यानल छ हो सकुन राई अन्त यहाँ चाहिँ हामी चाहिँ अब बसेर चाहिँ यहाँ टाइम पास गर्दैछु भयो 10 जना भयो यहाँ त भिडियो गर्नु दिँदैन होला है भिडियो गर्न एलाउ छ नै होइन अन्त औ छुट्न छुट्टै अँधेरो पो छ होला त भित्र गोमांस भक्षकों को भयंकर लूरू द्वारा मृत्यु को प्राप्त करवाया जाता है। गाय के शरीर में जितने लोम होते हैं उतने दिनों तक शुक्रमुख नरक में अत्याचारियों को उख की पानी है हामी चाहिँ बसेर हामी अब घुमिसकेर चाहिँ निस्केको मन्दिरबाट बाहिर निस्के हो रातिको हेर्नुहोस् नजारा कस्तो राम्रो छ नि भजन कीर्तन हुँदैछ अहिले मन्दिरमा कस्तो राम्रो भजन कीर्तनहरू हुँदैछ हो अन्त हामी चाहिँ यताउता घुमे हल्का फुल्का खाइपिई पनि गरिसके अब चाहिँ हामी निक्लेको अब हामी डाइरेक्ट जानेछ सिटी सेन्टर जानेछ हो त्यहीँ हामी गएर चाहिँ एकछिन त्यहाँ बस्ने हो त्यही त कता गयो बाहिर गएको छ ए ऊ पनि दर्शन गरिहाल्ने होला नि त होइन हेर्नुहोस् कस्तो राम्रो छ हेर्नुहोस् न अब यता यस्तो राम्रो लागेको नि त्यहाँ चाहिँ अहिले भजन कीर्तन हुँदैछ हो एकदम मजाले भजन कीर्तन हुँदैछ यहाँ चाहिँ फेरि सिसिटिभीको पनि यहाँ छ यहाँ क्राइमहरू चाहिँ गर्नु हुँदैन हो यस्तोहरू नगर्नुहोस् यता भगवान्को उयो हो चोर्ने कामहरू गर्नु हुँदैन होइन सिसिटिभी क्याद हुन्छ हेर्नुहोस् है अब हाम्रो यहाँ अब हामी चाहिँ लागेको सिटी सेन्टरपट्टि लागेको हो ठिकै छ हामी खरसाङ गएको थियो कि उसमा सेन्टरमा चिसो थियो नि पुरा खिड्कीको त्यहाँ बसेको चिसो हावा लाग्छ भनेको थियो नि मैले तर पनि पुरा हावा पुरा चिसो लाग्यो लास्टमा सर्दी खोकी लाग्यो हेरे नि मलाई त थाहा छ के गर्नुपर्छ म थाहा छ यसरी उयसमा गयो भने नि ओम्नीतिर जान्छु नि होइन मलाई भयङ्कर डराउँदो भुमिट आउँछ नि त मैले थाहा छ के बोक्छु बाटोको लागि कोल्ड ड्रिङ्क बोक्छु कोल्ड ड्रिङ्क खाँदै जानुपर्छ मलाई न खाइन भने नि भोमिट पुरा गर्छु राम्रो पऱ्यो मेरो त्यही प्रब्लम हुन्छ हिल्स जानु पऱ्यो भने चाहिँ बाइक र स्कुटीतिर मात्रै हुँदैन कि अब यो बनवाला गाडीमा त हालत खराब हुन्छ अहिले हामी घुम्दैछौँ यहाँ अब कतापट्टि जाने हामी त्यो म्याक्सपट्टि जाउँ ल हेरौँ के कलेक्सन आएको रहेछ हो एसीको हावा पनि खाऊँ एकछिन यहाँ चाहिँ स्टल लगाएको रहेछ हेर्नु सानसानो भर्खर स्टार्टिङ रहेछ यहाँ चाहिँ यहाँ टप्सहरू रहेछ हेर्नु पुरा स्कर्टहरू रहेछ